नेपाली हिपहपकै सबैभन्दा खतरा ब्याटल लाउरे भर्सेस युनिक पोइन्टको होइन। जुन बेलामा न सबैसँग स्मार्टफोन थियो, न घर घरमा वाइफाई थियो, न घर घरमा मोबाइल नै थियो, त्यो बेला पनि यति धेरै हिट भएको ऱ्याप ब्याटल लाउरे भर्सेस युनिक पोइन्टको। जुन बेला म यति सानो थिएँ होइन, यति सानो थिएँ कि कुरै छोडिदिनुहोस्। र यो ब्याटल जुन छ नि, मैले सानो एउटा बटनवाला टुकटुके मोबाइलमा हेरेको थिएँ क्या। त्यसैले सो गाइज आज हामी सँगै बसेर हेर्दिउँ, लेट्स वाच टुगेदर होइन। अनि जुन हाम्रो मेमोरिजहरू छ त्यो बेलाको आज फेरि अनि त्यो मेमोरिजहरूलाई सम्झिदिउँ, आज फेरि सँगै बसेर हेर्दिउँ। आज त हामी सबैसँग स्मार्टफोन छ, सबैको घर वाइफाई छ, सबैको घर टिभी छ। सो गाइज लेट्स स्टार्ट द भिडियो है। So on my right, you have seen this dude, kill it day in day out. Give it up. रेस्ट इन पिस आमा बुद्ध होइन। उहाँको एकदमै ठुलो योगदान छ नेपाली हिपहप हिस्ट्रीमा छ। One of the most talented Respect, MCs in the rest in world, peace, coming out straight Amma from Pokhara, making it shake. औरे Okay, Unique Boy wants to go. Okay. Big fan though. सबले यसको गीत त सुने होला नि। 22 वर्ष ठिटो त 32 पल्ट चोट खाको, 32 मा एक थप्न हो कि क्या मसँग भिड्ने सोच आको। Punch your mouth, no lipstick, तर हुन्छ तेरो ओठ रातो। यसको चाकमा र्यापको गिरा हैन चुर्ना छ, झन्डै इजी 12 ले कोट टाको। आशिष राणाको नाम हुन्छ बदनाम, you should call him मुन्नी। त राणा भए तेरो बुढी चाहिँ के होला कुन्नी। Oh, I wanna see again this guy's rap battle का फेरि मलाई हेर्नु मन छ Let हैन। me tell y'all a true story that describes his lame aggression. Few years ago, he went Nepal Army, couldn't survive the training session. Came home frustrated, started rapping real tight, even named himself Laude, just to live his dreams he couldn't achieve in real life. Oi Lambu, स्टुलमा चढेर तँलाई पछाडिबाट लात हान्छु। बेन्चिसले मेरो भन्दा बढी बिग्रे तेरो दाँत तान्छु। होला मेरोले ढाड डाम्छु, हाड खान्छु, तेरो जिउँदो लास तान्छु। जन्मस्थान पोखरा, शमशान घाट चाहिँ काठमाडौँ। Oh my god, यो हो नि त ऱ्याप ब्याटल भनेको। त अहिलेको ऱ्यापरहरूले सिक्नु पर्यो क्या। तेरो छम्मा नि दाउमा छे। आजको भए जति सबै बाउका बे, एकलव्य चाहिँ बाउका जे। I like your music though. You're certified a blue fam versus Titan go ham. But tell me, how does it feel to know you're getting murdered by your own fans? Yo, यदि यहाँको मान्छेले हँसाउनु छ भने तेरो प्यान्ट खोल्दे। होइन यदि यहाँको मान्छेले हँसाउनु छ भने एकचोटि अंग्रेजीमा बोल्दे। लाउरो दाइलाई इंग्लिश आउँदैन भनेर हेप्या हो। यो क्रेज यस्तो क्रेज थियो नि लाउरो दाइको त्यो बेलामा त आम्मामा। काठमाडौँदेखि पोखरा शहरमा, धरान चितवन विराटनगरमा, तर मेरो नजरमा त एउटा कालो भैँसी अर्ना गर्नुपर्छ तलाई चिडियाखानामा भर्ना। यो लाइन छ नि गाइज, म स्कुल पढ्दाखेरि याद छ क्या। हामीले होइन आम्मामामामा यो लाइन त यति हान्थ्यो केटाहरूलाई टक्क होइन सँगै बसेको बेला। देयर इज लट अफ मेमोरिज क्या होइन। यो ऱ्याप ब्याटल पछिको जुन यसको जुन लाइनहरू छ, पञ्च लाइनहरू, हामी एकअर्का साथी बिच्ने क्या होइन। दिस ब्याटलमा चाहिँ यो ब्याटलमा चाहिँ हामीहरूको यति मेमोरी छ होइन। हामी त्यो अवस्थामा त्यो सानो बाल्यकालको बेलामा आम्मामामा। ओ माई गॉड, गर्नुपर्छ तलाई चिडियाखानामा भर्ना। अनुहार के भएको तेरो, ग्यासको सिलिन्डर पड्के थियो क्या घरमा? अन्डरडग्सको टी-शर्ट हेर्न, टी-शर्ट कपडा हेर्न, कपडा सबलाई पर्छ मात्र 500। यहाँमा थोपडा हेर्न, थोपडा केटी बेच्दा जस्तो मान्छे।
लाउरे दाइले त्यो बेलामा त यस्तो तहल्का पिटे गरे आमामामा माग कसम लाउरे दाइको त यस्तो क्रेज थियो किनकि त आफैमा एउटा गाई जात्र यस सडेको भात र सडेको अन्डा हाँसोको पात्र भक्तपुरको मन्दिरको पैसा चोर्ने तहस एउटा नालायक छात्र यो तेरो कुच्चेको गाला भन्दा राम्रो मेरो खुट्टाको छाला यस सुहाउँछ तँलाई यम बुद्धको पालाको जुत्ताको माला म पोखरेली छोरो निकालिदिन्छु तँलाई म 108 को ज्वरो काले यो मरो फेरि लभलीमा चुर्लुममा डुबाउँदा पनि हुन सक्दैन यस्तो गोरो कोरेको खेल छोड्दिम कुरोलाई अन्त्यतिर मोड्दिम नेफप हो मेरो धर्म यसलाई अगाडि बढाउने मेरो कर्म लाग्दैन शर्म नेपालीमै बोल्छु यसैमा छ मलाई गर्व तेरो घाँटीको नली काटेर दिन्छु बलि मनाउँछु नेफपमा अर्को कोट पर्व यही नै हो कि लाउरे दाइको खासियत जुन फ्लो हान्थ्यो नि दाइले आमामामामामामा त्यो बेलामा त ओ माइ गॉड सातो खाइदिसक्यो युनिकको तैँले नेपलाई आफ्नो बाउ बनाइस् रगत पसिना पोखी हर बखत कविता कोरी सोच्थिस् के होला यो नेपको सानो जगत त बिना भोलि धिक्कार छ बेरोजगार त लागि ऱ्यापमा पढाइ छोडी अब आफूलाई लाउरे भन् या नेपको बाटो बनाउने इन्जिनियर कोही पोडेले कुनै हालतमा नि दिन्न तँलाई छोरी But I rap good and study better, so there's no problem with me. बिहे गर्ने उमेर तेरो at least try to speak like you got a college degree. जसलाई आउँदैन इंग्लिशको ई त्यही पाखे ठुला बात सुरु गर्छ हामीलाई थाहा छैन भन्ठाने लाउरेमा भर्ती हुन नि अंग्रेजीमा पास हुनु पर्छ त जस्ता तोरी लाउरेहरू धेरै छन् रे हरेक लाइन भन्छस् दुई चोटी डु यु थिंक दिस इज दोहोरी त्यसमा अझ हे नि भन्दै I'm insane at it. Leave gay rappers with brain damage. Shit, I hope on the way back to Pokhara this lame faggot's plane crashes. But I respect your struggle. Tero balle kaal thyo nikai garo. Tero haune dai gangster life Pokhara ko mato. You ain't a gangster bitch. Sun kan thada pari. मनै काफी छु लखेट्न लाउरेलाई लौरोले लमजुङको लाम डाँडा पारी सिक्नु पर्यो क्या नेपाली नयाँ र्यापरहरुले सिक्नु पर्यो बार्स कसरी हान्छ कुन फ्लोमा दिने कसरी दिने बरु पैसा दिन्छ रम्पम खा The only time you're a Laure in Bolton is when he plays Into Minto London. 3 years in this game, 1 mixtape, that's lousy, son. I mean 3 fucking years, I could get 6 albums done. If you win today with your black jokes, it doesn't mean that you rap dope. It just means that this whole damn crowd is dumb. भोटिङै छैन क्या जुन यो भन्यो नि लाउरेको सब यति क्रेज छ नि त लाउरेको नि त हैन अब हेर्नु लाउरेको जब आउँछ नि बार जुन आउँछ नि हैन सुनकाले हो सुनकाले बोलेर बाटो दौडेर छिटो कोही हुँदैन साले तम झिजोको अन्डा आजको चल्ला धेरै नगर हल्ला यस बन्द गरिछु नत्र तेरो हुक्का पानी नेपाली उखान टुक्का छानी छानी तेरो मुखमा मुक्का हानी हानी केटीको टोयलेटको झ्यालबाट र्याल चुहाउँदै हेर्ने तेरो पुरानो आनी बानी यस मेरो शब्दको छैन कुनै सीमा मेरो शब्दको छैन कुनै सीमा गोबरले भरिएको तेरो दिमाग रबर्सले मलाई खनखनी पैसा तिरेर बोलाको तँलाई लिएको फ्रीमा भोक लाग्यो सबलाई बनाइदिन्छु यसको किमा बाँडिदिन्छु सबलाई मोमो एक प्लेट फ्रीमा लाउरेसँग ब्याटल गर्नु अगाडि गरेर आइज जीवन बिमा लाउरेको क्रेज हेर्नु न गाइज लाउरेको क्रेज त्यो बेलामा लाउरे दाइ प्लिज कम ब्याक क्या दाइ
मेरो गोली जस्तो बोली तेरो चाहिँ फुस फुस अस्तिको भिडियोको यम बुद्धको काकीको स्वेट र युनिक पोइट एकदम बनाउने फुस यो हो नि त लाउरे दाइको क्रेज त्यो बेलाको र अहिलेसम्म पनि लाउरे दाइको क्रेज अझै गएको छैन क्या हैन राइम घरबाट घोकेर आउने तँस एउटा पट्टु अन्डरडग्स तेरो हावाको बस लाइनमा ताली बजाउने भाडाको टट्टु टी-शर्टको छापी एउटा अन्डरडग्सको हनुमान कट्टु अस्तिको भिडियोमा लाउरे यहाँ लाउरे नेपको सिंहासन र कुर्सी मेरै हो भनेर नलगा धेरै धुर्की मेरो एक मुर्कीले सत्यानाश पार्छ तेरो चुर्ती फुर्ती वर्ल्ड ब्याङ्कले पनि तिर्न सक्दैन त्यसको क्षति पूर्ति लाउरेको देख्नुभयो अहिले नै गए हैन लाउरे दाइको जुन त्यो बेलाको क्रेज थियो नि गाइज इट्स लाइक हुन्छ नि ओभर क्या त्यो बेलाको क्रेज लाउरे दाइको अझै पनि स्टिल अझै पनि छ हामीहरू अझै पनि छ लाउरे दाइ भनेपछि जुन अहिलेको नयाँ बुढाबुढीहरूले मात्रै हो लाउरे दाइलाई नचिन्ने कि अब किनभने दाइ पनि अब अहिले यो फिल्डमा हुनुहुन्न नि त बट फर अस हैन लाउरे दाइ चाहिँ खत्रै हो क्या यो नेपअपको लागि हिपहपको लागि नै खत्रै हो लाउरे दाइ त्यो बेलामा लाउरे दाइको यस्तो क्रेज थियो नि हैन यति मेमोरिज छ मैले भने नि यो भिडियो हेर्ने बेला म यति सानो थिएँ क्या बटनवाला मोबाइलमा हेरेको र स्कुल गयो केटाहरूसँग बस्यो पुरा अलि काले साथी दियो कि यो डायलग दिइहाल्ने हो फेरि हैन काले देख्यो कि यो डायलग त दिइहाल्ने हो ग्यासको सिलिन्डर पड्के थियो तेरो घरमा होला हैन रेस्पेक्ट दाइ हैन प्लिज कम ब्याक म फेरि हामी हेर्न चाहन्छौँ लाउरे भर्सेस युनिक पोइट क्या अब फेरि पनि क्या कस्तो हुन्छ त अब सो द्याट हैन देयर इज लट अफ मेमोरिज हैन यो ब्याटलमा त ब्याटल पछिको अब हाम्रो स्कुलको मेमोरिज साथीहरूसँगको मेमोरिज सबै मेमोरिज देयर इज लट अफ मेमोरिज क्या गाइज हैन ओके गाइज दिस वाज ओन्ली फर टुडे तपाईँलाई के कस्तो लाग्यो मन पर्यो भने मेरो भिडियो पनि लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् सी यू अन नेक्स्ट भिडियो थ्याङ्क यू गाइज